सबैजनालाई नमस्कार। मेरो नाम देवीजङ गुरुङ, म मादी गाउँपालिकाको अध्यक्ष। विशेष गरी म यहाँलाई एउटा सूचना प्रवाह गर्न चाहन्छु। स्थापना दिवसको अवसरमा मादी गाउँपालिकाले यही 2081 सालको फागुन 27 र 28 29 गते स्थापना दिवसको अवसर पारेर स्थापना दिवस प्लस चाहिँ अध्यक्ष कप भलिबल प्रतियोगिता हामीले सञ्चालन गर्दैछौँ। 27 गते मादी गाउँपालिका भरि भएका हाम्रो विशेष गरी गाउँपालिकामा रहेको संस्कार संस्कृतिलाई त्यहाँ प्रदर्शन गर्ने कार्यक्रम छ। त्यसको मतलब झाँकीहरू, घाँटु, भनौँ कृष्ण चरित्र, सौरठी, बालन, भजन, चुड्का के छन् हामीसँग मादी गाउँपालिकाभरि रहेका हाम्रो संस्कार संस्कृतिको चाहिँ त्यहाँ प्रदर्शन गर्नेछौँ। र 27बाट नै फेरि चाहिँ वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता चाहिँ हामी त्यो दिनबाटै सुरु गर्नेछौँ र त्यसमा सहभागीको लागि म सोलै निम्तो गर्न चाहन्छु। र यो सूचना सम्प्रेषणको लागि सबै पत्रकार साथीहरूलाई पनि म आह्वान गर्न चाहन्छु। मादी गाउँपालिकाको यो स्थापना दिवस र अध्यक्ष कपमा सहभागीको लागि म यहाँलाई चाहिँ अनुरोध गर्न चाहन्छु भन्ने। यसको भलिबलको प्रथम पुरस्कार 2 लाख रुपियाँ छ, द्वितीय पुरस्कार 1 लाख रुपियाँ छ र सन्तोना बापत चाहिँ सेमी फाइनलमा प्रवेश गरेका प्रतियोगिताहरूलाई 50-50 हजार रुपियाँको चाहिँ व्यवस्था गरेको छ भने स्थानीय तहमा टोल सुधार समिति, उपभोक्ता समिति, स्थानीय कृषि, स्थानीय स्वयंसेविका, स्वास्थ्य, शिक्षा लगायत सबै विधामा उत्कृष्ट भएका चाहिँ मादी गाउँपालिकाका उत्कृष्ट कर्मचारीलाई पनि त्यो दिनमा नै हामी चाहिँ स्थापना दिवसको अवसरमा पारेर सम्मान पनि गर्ने कार्यक्रम छ। र मादी गाउँपालिकामा रहेका कला, साहित्य, विभिन्न विधामा उत्कृष्ट भएका अग्रजहरूलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको हुनाले सबैलाई उपस्थितिको लागि म सोलै निम्तो गर्न चाहन्छु। धन्यवाद, नमस्कार।